Hi guys, how are you? So आज म कुरा गर्न गइरहेको छु डेनमार्कमा मेडिकल पर्सनल लाइक अथराइजेसन भिजाको बारेमा। सो म पनि डेनमार्क आए यो भिजा लाएर र यसको प्रोसेसको बारेमा हामी आउने भिडियोहरुमा यसको बारेमा कुरा गर्छौं। सो फर्स्ट अफ अल तपाईले नेपालबाट या नन युए कन्ट्रीबाट मोस्टली म नेपालको सिनेरियोमा कुरा गर्न गइरहेको छु यसको बारेमा। पहिला त कसरी एप्लाई गर्ने र के गर्ने यसको बारेमा तपाईले डीपीएसए को साइट दैट इज डेनिश पेशेन्ट सेफ्टी अथोरिटी को साइटमा गएर मजाले डिटेलमा के गर्ने कसो गर्ने के स्टेप्सहरु छन् कसरी गएर तपाई यहाँ आएर रेजिस्टर्ड डाक्टर डेन्टिस्ट या नर्स हुन सक्नुहुन्छ त्यसको बारेमा डिटेलमा मजाले इन्फर्मेसन दिएको छ। देन आफ्टर अब मैले कसरी प्रोसेस गरे भन्दाखेरि मैले चाहिँ कन्सल्टेन्सीको थ्रु गरेको हो हैन, तर तपाईले आफैले पनि गर्न सक्नुहुन्छ, यसमा ठूलो कुरा छैन। पहिला चाहिँ तपाईले आफ्नो डकुमेन्ट्सहरु कन्भोकेसन भयो, ट्रान्सक्रिप्ट भयो, त्यसपछि तपाईको एनएमसी को लाइसेन्स अनि या त्यति कुराहरु सुरुमा चाहिँ तपाईले सबैलाई नोटरी गराउनुहोस्। नोटरी गराएपछि यो पासपोर्टको पनि सबै पेजेसको स्क्यान गर्ने, हरेक पेजको स्क्यान गर्ने। मोस्टली पासपोर्टको कुरा गर्दाखेरि तपाईले पहिला चाहिँ आफ्नो पासपोर्ट जुन छ त्यो चाहिँ एकदम लाइक मोर देन 5 इयर्स को ड्युरेसन छ एक्सपायर हुनमा, त्यसपछि मात्रै गर्नुस्। छैन भने चाहिँ नयाँ बनाउन नै सुझाव दिन्छु म, किनभने तपाईको भिसा 5 इयर्स को 3 इयर्स प्लस 2 इयर्स गरेर 5 इयर्स को हुन्छ। सो पहिला काम चाहिँ त्यो गर्नुस्। अनि डकुमेन्टहरुलाई सबैलाई डीपीएसए को वेबसाइटमा गएर त्यसलाई सबमिट गर्ने, डकुमेन्टहरु नोटरी गराइसकेपछि सबमिट गर्ने। अब इन द केस अफ डेनमार्क दे बिलिभ इन हार्ड कपिज। सो सबैको नोटरी गराएर सबैको हार्ड कपी ओरिजिनल चाहिँ सेन्ड गर्नु पर्दैन, स्क्यान गरेर त्यसको फोटोकपी गर्दा हुन्छ र नोटरी गराएको त्यो सबमिट गर्दा हुन्छ। अनि सबैलाई चाहिँ हार्ड कपीमा वेबसाइटमा गएर पहिला एप्लाई गर्ने अनि एप्लाई प्रोसेसिङ फी तिर्नुपर्छ। अहिले चाहिँ अराउन्ड 24 या 26 अब हेरे फी तिर्नुपर्छ अनि आफ्नो सबै डकुमेन्टहरु चाहिँ सबमिट गर्ने। सबमिट गरिसकेपछिको स्टेजमा चाहिँ हामी अर्को भिडियोमा त्यसको बारेमा कुरा गर्छौं। पहिला